देखिन्थ्यो। आज देशै खटिएको छ। जेन्जी भाइ बहिनीहरू यसो हेऱ्यो बाटोमा, हामीभन्दा अगाडि घन्टी है घन्टी भनिँदै हिँडिरहेका छन्। आचार संहिता लाग्छ, घन्टी बोक्न पाइँदैन भनिन्थ्यो। हामीले नबोकेर के गर्नु? जनताले घर घरबाट घन्टी बोकेर बाहिर निस्किन्छन्, झ्यालझ्यालबाट घन्टी निकालेर बजाइराखेका छन्, छटछटबाट बजाइराखेका छन्। आचार संहिता हामीलाई पो लाग्छ। जनताले घन्टी बोकेर हिँड्दिएपछि कसको के लाग्छ? देश जित्छ। देश जागिसकेको छ। मन मनमा घन्टी छ, मन्दिरमा त घन्टी छँदैछ। प्रत्येक मतपत्रमा, समानुपातिकमा पनि प्रत्यक्षमा पनि, दुईटै मतपत्रमा एउटा पनि बदर नहुने गरी सही ढङ्गले सही छाप घन्टीमा झर्ने कसरी बनाउने त्यो देशभरिको राजसभाको सदस्यहरूको जिम्मेवारी हो। र यो जिम्मेवारी तपाईहरू सबैले सही तरिकाले गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। 12 दिन बाँकी छ। हामीलाई सुत्ने पनि छुट छैन, आराम गर्ने छुट छैन, थाक्ने त छुटै छैन। कस्तो हुँदो रहेछ भने थकान पनि, यो जनतामा भएको उत्साह र ऊर्जा देखेपछि थकान पनि मेटिएर जाँदो रहेछ। म थाकेकै छैन। 1 महिना 3 दिन जति भयो क्यारे निरन्तर हामी भेटघाट यात्रा कार्यक्रममा छौँ। साथीहरूलाई हेऱ्यो, जनतालाई हेऱ्यो, घन्टी लिएर बजाउँदै हिँड्नु भएको देखेपछि हिजो अस्तिको थकान आफै दूर हुँदो रहेछ, आफै मेटिँदो रहेछ। म यहाँलाई अनुरोध गर्न चाहन्छु, हामीले आजको दिनमा जय घन्टी भनेर मात्र हुँदैन। प्रत्येक घन्टीको छाप प्रत्येक मतपत्रमा, मैले फेरि भन्छु, बदर नहुने तरिकाले कसरी सही तरिकाले त्यो छाप मतपत्रमा हाल्ने हो सिकाउने, जनतालाई घन्टी चुनाव चिन्ह चिनाउने, कसरी पट्याउन सिकाउने, त्यो हाम्रो पनि जिम्मेवारी हो। त्यो गर्नु होला। तपाईहरू सबैले गर्दै हुनुहुन्छ भन्ने मलाई विश्वास छ। र हामीसँग अहिले धेरै देशैभरि अधिकांश नयाँ भोटर्सहरू हुनुहुन्छ र नयाँ भोटर्सहरूको अधिकांशको मनमा घन्टी छ। त्यो सहजीकरण गर्नको लागि यहाँहरूले मद्दत गर्नुहोला। साथै चुनावको दिनमा, निर्वाचनको दिनमा त्यो निर्वाचनको समग्र प्रक्रियालाई कसरी शान्त, सौहार्द र मैत्रीपूर्ण तरिकाले सम्पन्न गराउने हो, त्यसमा पनि हामी सबै चनाखो रहनुपर्छ। विभिन्न चलखेलहरू हुन सक्छन्, गर्न सक्छन्, चनाखो रहनुपर्छ। जनतालाई झुक्याउने, दबावमा पार्ने, प्रभावमा पार्ने। अझ मौन अवधि आउन लागिसक्यो। मौन अवधिको समय भनेको मौन रहने हो। र सबैभन्दा यो साम दाम दण्ड भेद, साम त अरू दिन पनि चलाउँछन्, दाम दण्ड भेद चल्ने दिन चाहिँ यो मौन अवधिको समय हो। चनाखो रहनु होला। हामीले सधैँ भन्ने गरेका छौँ,